नेपाल क्रिकेट अहिले एउटा दोबाटोमा उभिएको छ। एकातिर पछिल्लो निराशाजनक प्रदर्शनले टिमको आत्मबल घटेको छ भने अर्कोतिर फेरि उठ्ने प्रयत्न सुरु भएको छ कोर क्याम्प मार्फत। यी दृश्यहरू कुनै साधारण अभ्यास होइनन्, यी सपना हुन्, राष्ट्रिय टिमका लागि आफूलाई प्रमाणित गर्ने सपना। आजको यो भिडियोमा हामी बुझ्नेछौँ कसरी नेपाल क्रिकेट फेरि उठ्न खोज्दैछ, नयाँ हेड कोच स्टुअर्ट लको नेतृत्वमा भविष्यको लागि कस्तो कस्तो योजनाहरू बनिरहेको छन्। लिग 2 को अन्तिम केही खेलहरूले नेपालको कमजोरीहरू खुलस्त देखाएको छ। विकेटहरू सजिलै गुम्ने, फिल्डिङमा त्रुटिहरू, ब्याटिङमा कन्सिस्टेन्सी नहुनु, प्रभावशाली बोलिङ नहुनु र स्ट्राटेजीमा अस्पष्टता। पछिल्लो समय भएको आइसिसी CWC लिग 2 को 12 खेलमा नेपाल 2 खेलमा जित, 2 खेलमा ड्र र 8 खेलमा हार बेहोर्दै 6 अङ्कका साथ 7औं स्थानमा रहेको छ। नामिबिया, नेदरल्यान्ड जस्ता टिमहरूसँग हामी आफ्नो होम ग्राउन्डमा हार्यौं।